छैन भन नि ल पार्टीहरूले चाहिँ हाम्रो गाउँमा चाहिँ बङ्गुर काटेपछि यस्तो हुन्छ हेर्नुहोस् ट्रेडिसनल बङ्गुर कटाइ लोकल ल हाम्रो चाहिँ यो बङ्गुर हाम्रो यहाँ बाजेको भर्ला त माइला बाजेको चाहिँ यहाँ बङ्गुर काटियो आज हाम्रो पुछाउनु भयो यता पुछाउनु भयो हाम्रो प्रकाश सर हेलो भन्नुहोस् सर हेलो भन्नुहोस् न सर यहाँ तपाईँ यार हेलो भन्नुहोस् क्या के हाम्मा पर्ने तपाईँ यार यता पार्टीहरूले चाहिँ यता भुट्टा बनाउँछन् लाउसरी हेलो भनौँ न यो त हाम्रो चाहिँ यो काँचो खाने चलन हाम्रो हेर्नुहोस् दुःख गरेकोले काँचो खान्छन् केटाहरूले हाम्रो काँचो खाने चलन छ धन्न होइन मस्ट दुःख गर्ने मस्ट खाइदिने हो क्या आज त हाम्रो अङ्कल जिम अङ्कल हेलो भन्नुहोस् त ल ठिक छ नि अङ्कल होइन यहाँ पनि छ एउटा सानो बङ्गुर आयो पनि अब 4-5 महिनापछि हुन्छ कन्टिन्यू खाने त्यसो हाम्रो मासरी हेलो भन्नुहोस् न मामा हेलो भनिदिनुहोस् न यार के छ बाबु हेलो भन्नु ल हाम्रो त्यो चाहिँ यहाँ भिडियो लाउँदैछन् पार्टीहरूले हाम्रो मामासरी ल त पढामले काँटा लिएर आइसक्यो ल यी त भनेपछि हेलो भन्नुहोस् ल हेलो भन्नुहोस् न हेलो हेलो ए हाम्रो सुँगुर काट्ने कार्यक्रम आज शनिबारको दिन ठ्याक्कै मेसो पऱ्यो ठुलो थियो है बङ्गुर चाहिँ हाम्रो चाहिँ आम्मा धरो तरिकाले काटियो यार बाबाले यहाँ धरो हड्डी हान्नु लाग्छ बाबाले बिगर बाबाले सल्लाह पार्टीहरूले चाहिँ बोल्दैछ ल भट्टामा त अर्डर गरौँ है अर्डर गरौँ मासु कति कति चाहियो अर्डर गरिहालौँ अनि अर्डरमा ल फास्ट अर्डर गरौँ है टक्क बङ्गुरको मासु चप्पा होइन कसो गोपाल एउटा गीत गाइदेऊ न यार ल म यति भन्दै म बिदा हुन्छु अब चाहिँ हाम्रो यहाँ कार्यक्रम हुँदैछ ल मामाले मा कलेजो ल्याएर एकछिन यार डरो यार 1 किलो वाला कलेजो ना मासु र कलेजो यार ल यति भन्दै म बिदा हुन्छु।